साथीहरू सबैलाई नयाँ वर्ष 2083 को धेरै धेरै शुभकामना छ। आज चाहिँ हामी नुवाकोटको कपनीतिर यो क्राउड माछा खाने अनि यहाँको भ्यूहरू हेर्ने यहाँ एकदम रमाइलो ठाउँ रहेछ। यो क्राउड माछाको पोखरी देख्न सक्नुहुन्छ। उसरी पानी आएको छ यसरी माथि पानी यसरी आएर एकदम चिसो पानी छ सम्यम। अनि आज हामी यहाँ आएका छौँ घुम्न होइन। तिमीलाई कस्तो लागिरहेछ त? हेर त राम्रो लागिरहेछ। अनि यो कुन माछा भएर त? क्राउड माछा एकदमै राम्रो छ अरे नि। अनि हेर त यो सानो सानो झर्नाबाट पनि आउँदो रहेछ नि। यो झर्नाको पानी चाहिँ क्राउड माछाको लागि रहेछ होइन। ल हेर म अर्को झर्नामा जाँदैछु है माथि। यहाँ नै यहाँ यस्तो यस्तो सिस्टमले पकाएको छ बनाएको छ कि माछाहरू। यो एउटा पोखरी चाहिँ खाली गरेको छ होइन। अनि ऊ त्यसो हेर्नु त त्यहाँ झर्ना आइरहेको छ नि। पानी पानी छङ गर्दै आउँदैछ। अनि त्यो पानी जसरी आयो नि त्यसरी गर्दाखेरि हेर्नु न कस्तो राम्रो राम्रो माछाहरू उत्पादन हुने रहेछ क्या। ल हेर्नु त होइन। यहाँ माछा खानेहरू माछाको फोटो खिच्नेहरू एकदमै भिड लाग्नु भएको छ हेर्नु होइन। यहाँ त्यस्तो छ। यो भ्लग चाहिँ राजन भ्लग एलेक्समा आउँदैछ। सबैजना साथीहरूले माया गर्नु होला। सबैले सब्सक्राइब गरिदिनु होला ल। यहाँ हेर्नु त म तपाईँहरूलाई यति मिहिनेत गरी होइन। यो वास्तवमा यो ठाउँ यहाँनिर यतापट्टि आउन एलाउड पनि छैन होइन। यहाँ एलाउड छैन। उहाँ हेर्नु उहाँ उयो परसम्म मात्रै आउन पाइन्छ। तर हामी चाहिँ यहाँ एउटा भ्लग बनाएर यहाँहरूलाई देखाउँ भन्ने हिसाबले यहाँसम्म आएको छु होइन। अनि विशेष गरी हामी सानो बच्चाहरू होइन नानीहरूलाई होइन एकदमै इन्जोय हुने ठाउँ छ क्या यहाँ हेर्नु त होइन। अनि बाबा सम्यम तिमीले कस्तो फिल गरेछौ आज? राम्रो है। अनि यहाँ एकदमै राम्रो छ। पानी कस्तो छ भन त? कस्तो राम्रो पानी छ नि। सफा पानी छ पाहाडको पानी होइन। अनि सफा पानीसँगै रमाउँदै फोटो खिच्दै यसरी भ्लग बनाउँदै गर्दाखेरि कस्तो आनन्द फिल भएको छ क्या। तपाईँहरू पनि आउनु होला। को साथीहरू आउनु भएको छैन कमेन्ट गर्नु होला भन्न चाहन्छु। यहाँहरूलाई फेरि पनि नयाँ वर्ष 2083 को धेरै धेरै शुभकामना छ। त्यो मात्रै होइन क्या। अर्को एउटा पनि हेर्नु नि है। नेपालको राष्ट्रिय फुल लालीगुराँसको रुख पनि छ नि। लालीगुराँसको रुखमा पनि यसरी अँगालो मार्दै भिडियो बनाउँदै फोटो खिच्दै गर्न कस्तो आनन्द आउँछ होइन। हेर्नु त ल हेर्नु यस्तो इन्भाइरोमेन्ट छ ल।